अब सधैँ हाम्रो छोरालाई यहीँ राख्छु पनि भन्नु न। होइन सधैँ सधैँ के को कचरी हो यो? छोडपत्र गरेर हिँडिसकेकी स्वाइँलाई घरिघरि भेट्न किन आउँछस् त पनि? घर हिँड, कसरी पर्खेर बसेकी छौ? कस्तो कुरा गर्नुभएको? मेरी छोरी अहिले कुन अवस्थामा छ? एउटी नारी भएर अर्की नारीको पीडा बुझ्न सक्नुहुन्न? यस्तो बेला लोग्नेको महत्त्व कति हुन्छ भन्ने कुरा त तपाईँलाई थाहै होला। के को लोग्ने? यसको स्वास्नी घरमा छ। छोडपत्र गरेर हिँडिसकेको कसरी लोग्ने हुन्छ मेरो छोरो? आमा पुरै नबुझी नबोल्नु त। तपाईँहरू यहाँ किन आउनुभएको भन्नु त? चुप लाग त। यसको बाउ छोरीले मोहन लाछन् कि क्या हो? जहिले जहिले किन मुन्टिन्छस् त यहाँ? मन परी नबोल्नुहोस् हजुर। हामीलाई कुनै रहर छैन तपाईँको छोरालाई भेटिरहने। यदि मेरी छोरीको पेटमा बच्चा हुँदैन थियो भने तपाईँको छोराको अनुहार हेर्ने पनि मन थिएन। उहाँ सिर्जनालाई होइन, आफ्नो बच्चाको मायाले भेट्न आउनु भएको। हामीले जबरजस्ती ल्याएको होइन। बच्चा त अनि अस्ति तैँले हामीलाई के भनेको थिइस् महेश? अस्ति त मलाई नि सत्य कुरा थाहा नै थिएन। उहाँहरूले सबैलाई झुट बोल्नु भएको रहेछ। खासमा त बच्चा खेर गएकै रहेनछ। धन्य भगवानले कृपा गर्नुभएछ। यो धेरै राम्रो भएछ। राम्रो भयो त उसैलाई भयो, हामीलाई के भयो? अब बच्चा जन्माएर अंश माग्न आउने त होली नि। तपाईँ अंश र सम्पत्तिको कुरा नगर्नुहोस् हजुर। अलि विचार पुर्याएर बोल्नुहोस्। मेरी छोरीलाई मेरै सम्पत्तिले पुग्छ। सिर्जनाको पेटमा हुर्कँदै गरेको बच्चा तपाईँहरूकै रगत हो। यस्तो नहोस् कि भोलि तपाईँहरूको वंशधान्य सन्तान सिर्जनाको पेटबाट जन्मेको बच्चा मात्रै होस्। त्यसैले आएर दाग बत्ती दिने दिन नआओस्। भगवानसँग प्रार्थना गर्नुहोस्। भो धेरै घमण्ड नगर्नुहोस्। उता केसरी पनि दुई जुकी भएकी छ। उसैको कोखबाट जन्मिन्छ बसन्तको वंश अगाडि बढाउने सन्तान। हिँड बसन्त गर। हिँड भनेको के हेरेर बस्छ? सिर्जनाको पेटमा हुर्कँदै गरेको बच्चा तपाईँहरूकै रगत हो। यस्तो नहोस् कि भोलि तपाईँहरूको वंशधान्य सन्तान सिर्जनाको पेटबाट जन्मेको बच्चा मात्रै होस्। त्यसैले आएर दाग बत्ती दिने दिन नआओस्। भगवानसँग प्रार्थना गर्नुहोस्। उता केसरी पनि दुई जुकी भएकी छ। उसैको कोखबाट जन्मिन्छ बसन्तको वंश अगाडि बढाउने सन्तान। केसरी केसरी होइन कहाँ गई छ यो? ए केसरी यिनीहरू के मुखे हेराहेर गर्दैछन् भने अब बाबुआमा भन्दैछौ बरु स्वास्थ्य चौकी गएर जचाएर आइहाल त। मलाई केही पनि भएको छैन, किन जानु? अब पहिलाको जस्तो जमाना छैन घरमै बसेर सन्तान जन्माउनलाई। पेटभित्रको बच्चाको अवस्था के छ कसो छ एकपल्ट जचाएर बुझ्नुपर्छ। मलाई हट्टा कट्टा फुर्तिलो नाति चाहिन्छ। त्यो सिर्जनेको बाउले खुब फुर्ती लगाए।
त्यसको सेखी झार्नु छ मलाई। म भर्खरै पर सरे। के रे मसँग मजाक गर्छेस्? यस्तो कुरामा किन मजा गर्नु, केही दिनमा थाहा भइहाल्छ। नापिस, अब तैँले भन्दा पहिला त्यही सिर्जनाले जन्माउने भई। यता केसरी दुई जीवकी छे, अर्को साल बसन्तको चाहिँ वंश बढाउने केसरीकै कोखबाट सन्तान जन्मिन्छ भनेर फुर्ती लाएर आएँ। यता तँ यसो भन्छे, अब पिर परेन मलाई, बेजत भएर मेरो। देख्यौ, त्यही भएर होस पुर्याएर बोल्नुपर्छ। धेरै जान्ने भएर बोल्दा आफ्नै बोली आफ्नै गलपासो बन्न सक्छ। मचियो मचियो थचियो भनेको यही हो।